फिलहाल चाहिँ भने बिहामा जाने अवस्था भइसकेको छ है। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। सो अहिले भने जाँदैछु ओख्रे है। अब भने जानुपर्ने छ दोदोक है, भाइको गाडी आउँदैछ नि त दिदीहरूसँग। अनि वाइट ड्रेस लगाएर आज मैले पानी हल्का परेर घाम पनि लाग्दैछ के भएको है। सो गाडी पर्खिरहेको छु म चाहिँ फिलहाल। गाडी पनि आइपुगिसकेको छ है। अब हामी भने लाग्यौँ मैले भाउजू दिदी लाल दिदी भाइ म फिलहाल हामी बिहा घर आइपुगिसकेको छौँ है। बाटो छ अलिक यस्तो। दिदी अगाडि मकै चाहिँ दोहोरी लाग्यो। फिलहाल चाहिँ हामी बिहा घर पनि आइपुगिसकेको छ है। यो चाहिँ हो तपाईँको ओख्रे है। अनि जग्गा चाहिँ अनि यहाँ चाहिँ हाम्रो बडीको घर है। अन्त बडीको छोरीको बिहा है। अनि त्यही भएर चाहिँ हामी पनि यहाँ एकदमै मौजुद छौँ है। यहाँ बडालाई जिस्काउँदै थियौँ हेलो भन्नुहोस् न मेरो भिडियोमा भनेर भन्दै थियो नि त, किनभने चाहिँ गीतहरू पुरै बेसी बजिराखेको थियो है। अनि बिहामा आएपछि त त्यही हो गाइस है। अब चाहिँ भने खदामालाको टर्न है। सो बडाको छोरी चाहिँ सिलगढी बिहा गर्नुभएको रहेछ। अन्त त्यही भएर चाहिँ अब हामी चिनजान पनि मजाले हुँदै थियौँ होइन। सानो दिदीलाई चाहिँ देखेको थिएन नि त, अरूलाई चाहिँ देखिराखेको। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बडा है। अनि यहाँ चाहिँ दिदी भेना, अब मलाई बहिनी भन्नुभयो नि त। अनि चाहिँ सो अब चाहिँ भने हामी एक दुईवटा है फ्यामिली फोटोहरू खिच्ने भनेर चाहिँ भन्दैछौँ। यहाँ चाहिँ यसो हेरेको भाइ त अघि नाच्नुपट्टि लागेछ होइन। यसलाई चाहिँ हामीले जिस्काउँदै यहीँ छोडिदिन्छौँ अब डान्सपट्टि लागेछ भन्दा भन्दै हामी फोटो पनि क्लिक गरिसकेको छौँ है अलमोस्ट। अब चाहिँ भने खानाहरूपट्टि लाग्यौँ हामी चाहिँ है। अनि त्यही भएर चाहिँ अब टाइम पनि भइसकेको छ, प्लस ढिलो पनि आइपुगिसकेको थियौँ नि त। सो खानासाना खाइसकेर चाहिँ अब हामी निक्लिने भनेर चाहिँ एकदम यहाँ हामी सबै डाँडा चाहिँ मजाको हेलो बडी हेलो गरिदिनु। एउलीका आमा यता चाहिँ हाम्रो बडी लान्छु नि हौ फुलै। अब भने चाहिँ हामी पनि घर फर्क्यौँ भनेको यहाँ पनि बेहुला र बेहुलीको बिदामारी चलिराखेको रहेछ है। यो साथसाथमा हामीले नि बिदा मागेर होइन हामी पनि घरतर्फको लागि निक्लिने, किनभने टाइम भइसकेको छ नि। बाटो चाहिँ भने यस्तो छ गाइस है। देखेको नि यो फुल चटनी दामी हुन्छ यसको। कस्तो दामी देखेको नि त्यतिका। अब भूमिदीले चप्पल फेर्नु लागेको छ माथि हो। हामी चाहिँ फर्किँदैछौँ फिलहाल है। बेहुला बेहुली साथमै हाम्रो पनि बिदामारी भयो अब, किनभने घर जानुपर्ने भइसकेको छ, ढिलो भइसकेको छ है। म छु यहाँ है गाइस। अनि चाहिँ त्यही हो बिहा चिया खाएर फर्किँदैछु है। अनि पारी चाहिँ बेङ्गाल रहेछ, पहिरो चाहिँ लास्ट चाहिँ डेन्जर गइदिएको रहेछ कि माथि जन्तीहरूको त्यस्तो छ है। सबै आउनु हुँदैछ होइन। बेहुलीको भेना पनि गिफ्ट बोक्नेमा परेछ नि त। ठिकै छ, पुऱ्याउनु जानु पऱ्यो नि त। गाडीमा आइपुगेछ ए गाडीमा पनि चढ्यो। अब चाहिँ भने हामी घरतर्फको लागि निक्ल्यौँ है। यहाँको वेदर चाहिँ दामी भएको छ आज चाहिँ। गरम चाहिँ ल है त ओख्रे बिहामा आएर पनि बिहा खाइसकेर पनि हामी चाहिँ फर्किसकेको छौँ है। अब इभिनिङको टाइममा चाहिँ घाम लागेको जस्तै वेदर चाहिँ एकदमै क्लियर है। जङ्गलको बिचबाट पास आउट हुनुपर्ने एकदमै दामी छ जग्गा चाहिँ है यो ओख्रे यो साइडपट्टि चाहिँ है। अनि भ्यू पनि एकदम रमाइलो भइदिइराखेको छ है। मङ्की भन्छ कि अङ्की भन्छ यसले। यसले चाहिँ फेरि अङ्की भनेपछि मङ्की भन्नुपर्छ नि। खुसी भयो त मङ्की देखेर पनि खुसी हुँदो रहेछ। छागी आइपुग्यो हामी चाहिँ फिलहाल है। पानी नभएर चाहिँ छैन है त्यस्तो नि। किन्दैछौँ हामी है। यहाँ हुनुहुन्छ दिदी
यहाँ छु दिदी म छु यहाँ म पनि छु हेलो कुर्ता लाएर हिँड्दाखेरि कता कता गिज्यो हुन्छ उतै हाल्नु भन्नु नि पाइँदैन हौ त्यसमा बाजे राम्रो टेकेर नि सो गाइस फिलहाल चाहिँ हामी फर्किँदैछौँ है फोटोसोटो क्लिक गरेर यसो है अनि अहिलेको वेदर चाहिँ एकदमै दामी भइसकेको छ है आकाश चाहिँ कति दामी देखिराखेको छ वृन्दावन हाम्रो दामी देख्दो रहेछ यहाँबाट चाहिँ है अनि अलमोस्ट कम्प्लिट भइसकिसकेको छ है अनि अब चाहिँ भने हामी घर लगभग पुगिसक्यो भन्दा पनि हुन्छ फिलहाल चाहिँ घर पनि आइपुगिसकेको छु है रात पर्ने लागेको छ अहिले भने चाहिँ होइन अनि सो म छु यहाँ है आजको भिडियो के कस्तो भयो सो हेर्दै गर्नुहोस् होला यसरी माया सपोर्ट गरिदिनुहोस् होला भेटौँ है त अर्को ब्लगमा सो टिल देन स्टे सेफ बाई